उपाध्यक्ष एवं पूर्व गृह राज्य मन्त्री श्री रिजवान अन्सारीज्यूलाई आफ्नो केही भनाइसहित शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको निम्ति म उहाँलाई यो मञ्चमा आमन्त्रण गर्दछु। धन्यवाद। आजको लोसारको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका सभापतिज्यू, मञ्चमा आसीन नेकपा माओवादीका सचिव देव गुरुङज्यू, मञ्चमा आसीन एकीकृत माओवादीका नेता तथा प्रधानमन्त्रीका सल्लाहकारज्यू, पूर्व मन्त्रीज्यूहरू, सभासदज्यूहरू र मञ्चमा आसीन विशिष्ट सम्पूर्ण विशिष्ट महानुभावज्यूहरू, दिदी बहिनी दाजुभाइहरू, साथीहरू, पत्रकार हुनुहुन्छ भने पत्रकार मित्रहरू, सुरक्षा कर्मीहरू, सम्पूर्ण जहाँसम्म मेरो आवाज गइरहेको छ सम्पूर्ण आदरणीय जनसमुदायलाई सर्वप्रथम हार्दिक अभिवादन गर्न चाहन्छु र आजको यस सुखद घडीमा मलाई दुई शब्द राख्ने, शुभकामनाको दुई शब्द राख्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजक साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आज को दिन शुभकामनाको आदान प्रदान र एउटा खुसी मनाउने दिन छ। मेरो र संघीय समाजवादी पार्टीको तर्फबाट म सम्पूर्ण शेर्पा दाजुभाइ दिदीबहिनी साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई हार्दिक शुभकामना दिन चाहन्छु। यो आउने वर्ष सुखमय होस्, उल्लासमय होस् र नेपाली जनताले कामना गरेको र शहीदहरूले देखेको सपना, दिगो शान्तिको सपना, अग्रगमनको सपना, संविधानको सपना र एउटा यस्तो नेपालको निर्माणको सपना जो स्वतन्त्रता, समानता, सामाजिक न्यायको जगमा उभिएको नेपाल हुनेछ, त्यस्तो नेपालको सपना साकार होस् भन्ने पनि शुभकामना दिन चाहन्छु। तर यस्तो सुखको घडीमा केही तीता कुराहरू जुन हामीले विगतमा अनुभव गर्यौं, हामी नेपाली जनता र खास गरिकन उत्पीडित जनताको घाँटी रेट्ने काम गरियो, हामीसँग विश्वासघात गरियो, हाम्रा सपनाहरूमाथि वज्रपात गरियो। नेपालका राजनीतिक दलहरूले, संहिता विरोधीहरूले, पहिचान विरोधीहरूले संविधान सभाबाट संविधान ल्याउन दिएनन्। संविधान सभामा हामी निर्वाचित थियौं। म सर्लाहीको 2 नम्बर क्षेत्रबाट निर्वाचित भएर आएको थिएँ। संविधान बनाउने अधिकार नेपालको सार्वभौम जनताले संविधान सभाका सदस्यहरूलाई दिएको थियो। तर नेपालमा लोकतन्त्रको अपमान गरियो, नेपालमा शहीदहरूको अपमान गरियो। यहाँ आफूलाई लोकतन्त्रवादी भन्ने दलहरूले संविधान सभाका सदस्यहरूमा निर्णय गर्ने अधिकार जुन जनताले दिएको थियो, त्यो अधिकारलाई खोज्ने काम गरे। कसले निर्णय गर्यो? को छलफल गर्दै थियो? जो चुनाव हारेको थियो, जो जनताले जसलाई तपाई संविधान सभा भित्र नपस्नुहोस् है भनेर चुनाव हराएका व्यक्तिहरू कतिवटा प्रदेश हुनुपर्छ? 14 वटा हुनुपर्छ कि 10 वटा हुनुपर्छ? पहिचान सहितको हुनुपर्छ कि बिना पहिचानको हुनुपर्छ? त्यो निर्णय गर्दै थिए। यो लोकतन्त्रको अपमान, यो लोकतन्त्रको अपहास संसारमा कहीँ भएको छैन। तर नेपालमा त्यो अद्भुत नमुना पनि देख्न पाइयो। हामी सार्वभौम अधिकार सम्पन्न सभासद 11 बजेदेखि जेठ 14 गते राति 11:30 बजेसम्म बसिरह्यौं। तर
सबै अपराधीहरू संविधान सभाभित्र आएनन्। यी डराए किनभने 423 जना सभासद उत्पीडित जनताको पक्षमा थिए, किनकि 423 जना सभासद पहिचान सहितको संहिताको पक्षमा थिए। यी अपराधीहरू डराएर संविधान सभा भित्रै आएनन् र यिनले संविधान सभालाई एउटा काम नपुरा गरिकन हामीले संविधान लेखिसकेका थियौं। हामी सभासदहरूले म अल्पसंख्यक तथा सीमान्तकृत समितिमा थिए। 2 सालभित्र हामीले हाम्रो काम गरेर संवैधानिक समितिमा पठाइसकेका थियौं। को हुनुहुन्थ्यो संवैधानिक समितिमा? झलनाथजी हुनुहुन्थ्यो, प्रचण्डजी हुनुहुन्थ्यो, उपेन्द्रजी हुनुहुन्थ्यो, राजेन्द्र महतोजी हुनुहुन्थ्यो, रामचन्द्र पौडेलजी हुनुहुन्थ्यो। उहाँहरूले 2 सालसम्म सत्ताको खेलमा नेपाली जनताको सपनालाई चकनाचुर गरे। जानी संविधान सभाको विघटन गराए, तर उनीहरू संविधान सभामा प्रक्रियामा ल्याएनन्। हाम्रो अधिकार जनताले चुनेर पठाएको प्रतिनिधिको अधिकारलाई खोज्ने काम गरे। मलाई लाग्छ नेपाली जनताले सबैलाई चिनेका छन्। आज एमालेले माओवादीले संविधान सभा खायो भन्दैछ, कांग्रेसले माओवादीले खायो भन्दैछ। एमाले र कांग्रेसले खाए भन्दैछन्, तर मलाई लाग्छ कि यदि यिनीहरू सबै ठीक बोलिरहेका छन् भने झुट्ठाको कोही न कोही त झुट बोलिरहेको छ र त्यो झुट्ठालाई नेपाली जनताले पहिचान गरिसकेको छ। वास्तवमा कसको कारणले संविधान सभाको विघटन गयो, कसको कारणले संविधान सभा समाप्त भयो? ती अपराधीहरूलाई नेपाली जनताले दण्डित गर्नेछन् आफ्नो कसुरको अनुपातमा। जसको जति कसुर छ त्यसलाई त्यति दण्डित गरिनेछ। नेपाली जनता छोड्नेवाला छैन। हामी भन्दैछौँ, हामी उत्पीडित जनताहरू, हामीहरू नेपालमा एउटा स्वतन्त्रता चाहन्छौँ, समानता चाहन्छौँ, सामाजिक न्याय चाहन्छौँ। हामी कसैको अधिकार खोज्न चाहँदैनौँ, तर हामी हाम्रो अधिकार सुरक्षित गर्न चाहन्छौँ। एकजना उद्घोषक साथीले भन्नुभयो, नेपाल फुलबारी हो, नेपालमा 101 जात जाति छन्, धर्मावलम्बी छन्, भाषाभाषी छन्। साँचो कुरा बोल्नु भएको छ उहाँले। नेपाल फुलबारी हो तर राज्य तोरीबारी हो। नेपाल फुलबारी हो, यहाँका पार्टीहरू तोरीबारी हुन्, यहाँका राजनीतिक पार्टीहरू तोरीबारी हुन्, फुलबारी बन्न सकेनन्। अब संघीय समाजवादी पार्टी फुलबारीको रूपमा आएको छ। उहाँ भर्खरै हाम्रा मित्रले पूर्व मन्त्रीज्यूले भन्नुभयो कि शेर्पालाई किन केन्द्रीय सदस्य बनाइएन, माओवादीमा बनाइएन, अरू पार्टीमा बनाइएन भनेर बोल्नुभयो। ल आउनुहोस्, फुलबारीमा आउनुहोस्। संघीय समाजवादी पार्टीले शेर्पा समुदायबाट पार्टीको उप महासचिव बनाएको छ। पार्टीको उप महासचिव नोरसाङ शेर्पालाई बनाएको छ। पार्टीको थाई कमिटी मेम्बर आङ्काजी शेर्पालाई बनाएको छ। आउनुहोस् फुलबारीमा, तोरीबारी छोड्नुहोस्, अब बिदा गर्नुहोस् तोरीबारीलाई बिदा गर्नुहोस्। अब फुलबारीको समय आएको छ। संविधान सभा विघटन गर्ने अपराधीहरू म भन्दै थिएँ दण्डित हुनेछन्, नेपाली जनताले दण्डित गर्नेछ। आज प्रचण्डजीले भन्नुभयो, आरोप लगाइयो कि माओवादीले खायो। प्रचण्डजीले भन्नुभयो, मलाई यो कुरो मन पर्यो, संविधानको सभाको पुनर्स्थापना गर्न हामी तयार छौं। ल हेर्नुहोस् त, उहाँले खाएको छ भने उहाँ उकिल्न तयार हुनुहुन्छ, निकाल्न तयार हुनुहुन्छ, तर उहाँले बोलेको 3 दिनभित्र एमालेको थाई कमिटीको बैठक बसेर संविधान सभाको पुनर्स्थापना हुनै सक्दैन भनेर निर्णय गर्यो। अब जब उनीहरू दोषी छैनन्, उनीहरूले संविधान सभाको विघटन गरेको छैनन् भने संविधान सभाको पुनर्स्थापनामा कांग्रेस एमाले किन तयार छैन? त्यो कुरो उनीहरूले जवाब दिनु पर्यो। के तयार छ? किन तयार छैन? तयार यस कारणले छैन, त्यहाँ 423 जना उत्पीडित जनताको पक्षमा उभिएका छन्। चुनावमा जाने हिम्मत गरिरहेका छैनन्। आन्दोलनको आधी बेरी ल्याउँछु भन्छन्। अब आधी बेरी
सके। अब हात्तीबाट धुलो झर्यो। अब आन्दोलनको आधी बेरी आउँदैन एमाले कांग्रेसबाट। उत्पीडित जनता अब हटिसके धुलोको रूपमा। अब एमाले कांग्रेसले आधी बेरी ल्याउन सक्दैन। केको लागि आन्दोलन? प्रधानमन्त्री फेर्नका लागि 4 वर्षको अवधिमा के गर्यो उनीहरूले? झलनाथजी हटायो, माधवजी बनायो, माधवजी हटायो, अर्को बनायो। अनि प्रधानमन्त्री फेर्दैमा यो मुलुकको समस्या समाधान हुँदैन। नेपाली जनता अब प्रधानमन्त्री फेर्नका लागि आन्दोलनमा जाँदैन। आन्दोलनमा जाँदैन। नेपाली जनतालाई संविधान चाहिएको छ। नेपाली जनतालाई शान्ति चाहिएको छ। शान्ति र संविधानको कुरा नगर्ने यी यथास्थितिवादीहरू, यी प्रतिगामीहरू, यो मुलुकलाई तहस-नहस पार्ने अपराधीहरू, यिनले प्रधानमन्त्रीको खेललाई, सरकारको खेललाई अब समाप्त गर्नुपर्छ। र हामी जागिसकेका छौं, अगाडि बढिसकेका छौं। हामी संविधान सभा बाहेक कुनै पनि तरिकाले संविधान ल्याउने यदि षड्यन्त्र गर्छ भने त्यो षड्यन्त्रलाई हामी चकनाचुर गर्न तयार छौं भन्ने कुरा भन्न चाहन्छौं। अबको आन्दोलन कहीं बोल्नुभयो झलनाथजीले कि संविधान सभाको पुनर्स्थापनाको सपना हेर्ने मान्छेहरू यदि पुनर्स्थापना चाहन्छन् भने 62-63 भन्दा ठूलो आन्दोलन गरेर देखाउनु पर्यो। हामीले त चुनौती स्वीकार गरेका छौं। यदि संविधान सभा बाहेक कुनै पनि तरिकाले संविधान ल्याउने प्रयास भयो भने 62-63 को आन्दोलनलाई बिर्साइदिने आन्दोलन नेपालको पनि जनताले गर्नेछन्। र अब त्यो आन्दोलन कुनै राजा र महाराजाको विरुद्धमा हुने छैन। त्यो आन्दोलन यी संहिता विरोधीहरू, पहिचान विरोधीहरू, यो मुलुकमा यथास्थिति चाहनेहरूको विरुद्धमा हुनेछ र यो यिनीहरूको समाप्तिको दिन हुनेछ भन्ने कुरा हामी भन्न चाहन्छौँ यो मञ्चबाट। त्यसकारणले अब समयको अभाव छ। तपाईसँग फेरि पनि कुरा गरौँला र आजको दिनमा सुखकै कुरा गरौँ, खुसीकै कुरा गरौँ, शुभकामनाको आदान प्रदान गरौँ। आउने वर्ष पूर्ण रूपेण दिगो शान्तिको लागि होस्, अग्रगमनको लागि होस्, पहिचान सहितको संहिताको लागि होस्, सम्पूर्ण जनताको अधिकारको लागि होस्। हामी बिना पहिचान बाँच्न चाहँदैनौँ भन्ने कुरा राख्दै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। संघीय समाजवादी पार्टीका उपाध्यक्ष एवं पूर्व राज्य मन्त्री रिजवान अन्सारीज्यूलाई र यस पछाडि आफ्नो छोटो शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको निम्ति नेकपा माओवादीका